लाइसेन्स छ होइन उ त्यहाँनिर चेकिङ पर्छ नि फेरि ओहो के हो सर्प हो क्या ऊ सुलुलुलु गइरहेको थियो ल ल ल हान म यहीँबाट यसो भिडियो गरिदिइरहेको छु सो हेलो नमस्ते वेलकम ब्याक टु दिस च्यानल सो गाइज फेरि आफ्टर लङ टाइम पछि भिडियो आइरहेछ है त्यही हो कामकै कारणले यताउता गर्दा गर्दै भिडियो बनाउनु खासै भ्याइँदैन सो अहिले चाहिँ हामी कहाँ जान लाग्यो भने आज चाहिँ हामी नगरकोट जान लाग्यो है नगरकोट पनि कतिखेर जान लाग्यो भन्दाखेरि कति बज्यो होला 2 बज्यो होला हौ सायद 2:30 जति भइसक्यो होला 2:30 त्यस्तै यतिखेर हिँडेको छ कतिखेर पुगेर आउने हो त्यो चाहिँ थाहा छैन होइन हामी त 6 जान्छौँ तिनवटा बाइकमा केटाहरू 2 जना यता रहेछन् 2 जना अगाडि छन् सो घर बस्दा वाक्कै लाग्छ नि त त्यही भएर यसो हिँड्नु त पऱ्यो होइन बाइक पनि A1 बनाएर राखेको छु मैले यहाँ टक्क लाएर दामी कन्डिसनमा त्यही गाइज सो के कस्तो लाग्छ यसो भिडियो हेर्दै गर्नु होला म बाटोमा देखाउँदै जानेछु हामी चाहिँ अहिले यो कहाँ हो यहाँ कौशल टारको जाममा छौँ फोन गर्यो कहाँ गएको हो तपाईँ छ्या कस्तो ल्याङ गरेको फोन गरेको 1 घन्टा अगाडि यो मास्क लगाएपछि बोल्न चाहिँ अलिकति कस्तो अप्ठ्यारो भयो जस्तो फिल हुन्छ यार भिडियो चाहिँ पहिला त अब हप्तापछि हालेर हुन्थ्यो अहिले चाहिँ अलिकति कामको व्यस्तताको कारणले पनि राम्रोसँग भिडियो हाल्नु पाएको छुइनँ मैले अब सबै कुरा ह्यान्डल गर्दै लाँदाखेरि त अलिकति गाह्रै हुन्छ यार तर म भिडियो बनाउँदै छोड्दैन है भिडियो चाहिँ बनाइ नै रहेको हुन्छु अलिकति हिँड्न पाएको छैन अहिले लङ राइड हान्नुपर्ने थियो टक्क लाएर लङ राइडको भ्लग पनि राम्रो हुन्थ्यो हाल्दाखेरि लाइसेन्स छ होइन उ त्यहाँनिर चेकिङ पर्छ नि फेरि उ त्यहाँ अगाडि पुलिस हुनसक्छ कि त्यही भएर भनेको हो ल यो बाटो पनि पुगिन्छ है यो बाटो पनि पुगिन्छ यो बाटो चाहिँ गाडी र प्राइभेट सानो भेहिकलको लागि ठिक हुन्छ भने यो बाटो चाहिँ अलिकति ठुलो भेहिकलको लागि ठिक हुन्छ जस्तो कि बसहरू अलि वहाँ माथि अलिक ठाडै उकालो छ यतातिर जग्गा किनेर घर बनाएर बस्नु ठिक हुन्छ राम्रो छ नि रोड है त्यति धुलो पनि छैन क्या यो एरियातिर खासै महँगो पनि छैन होला जस्तो लाग्छ शीतल भइरहेछ अहिले चाहिँ आनन्दको फिल आइरहेछ यो ठ्याक्क सिन्धुलीको बाटो यस्तै छ है चिल्लो खालको ओहो के हो सर्प हो क्या ऊ सुलुलुलु गइरहेको थियो ल पोखरी त रहेन त के हो ल पोखरी त खाएछ सुकेछ त पोखरी त पानी बिनाको पोखरी भएछ त त्यही भएन मैले नि भर्खरै देख्दैछु खाली छ त छैन पोखरी थियो उता नि जान त मिल्छ खासै छैन रुट हुनुपर्छ नि त साइक्लिङमा घुम्न जानुको लागि जाउँ हामी भ्यू टारतिर जाउँ गाइस देख्न सक्नुहुन्छ पोखरीमा आएको पोखरी हेर्न भनेर खाली पोखरी त केही छैन त सुक्खा छ त खरिरी लागेको छ पोखरी अब रमाइलो भइरहेको छ अरे क्याम्पमा त्यही हो के जाने त तिमी रमाइलो गर्न ल त कतिको ठेल्न सक्छ
कहाँ सक्दैन नि पार भइहाल्छ नि बाइकमा त नि टायर टायर त ठुलै छ टायर त ठुलै छ पोखरी त यता पो रहेछ पानी चाहिँ साथीहरू बाटो चाहिँ खासा दामी छ है अलिअलि चिसो भइरहेछ बेला बेलामा पानी पनि पर्ला जस्तो भइरहेछ अलिअलि त छिटाइ पनि रहेछ हौ के को पर्ला जस्तो हौ अब जाने भए जाऊ हे माया अब धेरै नसताऊ ल साथीहरू हामी चाहिँ भेटाएर जाने बाटो आइसक्यौँ है त्यो धेरै कसको लागि ल्याउँछु कि नकडा हो से समथिङ हेर न यतातिर कस्तो फिल भयो जीवन छ आज जे होस् म बिहानदेखि सरप्राइज भइरहेको छु सरप्राइज है केकदेखि सरप्राइज खुसी लाग्यो बवाल छ म त एकदम एक्साइटेड छु अनप्लान भयो सबै कुरा कहाँबाट कहाँ पुग्यो थाहा छैन बिहान उठेदेखि हिँडेको बिहान कहाँ पुग्यो इन्टरभ्यू लिएछ जस्तो के बोलिदिन्छ मेरो खासै भने के छैन त्यस कस्तो लाग्यो रमाइलो एकदम बवाल अनि भनाकडा ठाउँ कस्तो लाग्यो आनन्द एकदम पिसफुल छ त्यहाँतिर जानुपर्ने हो जाडो चाहिँ म चाहिँ दाइमा चाहिँ त्यो क्याम्पिङ त्यहाँ अब छ नि गर्लफ्रेन्डसँग आएर गर्लफ्रेन्ड छ हजुर त्यही त जङ्गलभित्र जानुपर्ने हो यो यस्तो बाहिर बसेर काम छैन जाने हो भित्र कहाँ भित्र ऊ यता पर जाउँ न त ऊ त्यहाँ रहेछ बाटो जहाँ पुगिन्छ नि ल साथीहरू हामी चाहिँ अब जङ्गल हिँडिरहेको छौँ अब कहाँ हो अत्तो पत्तो छैन बाटो पनि छ छैन अहिले बाटो आउनु पऱ्यो भने चाहिँ काँडै कहाँ छ त स्यालको मुद गनायो स्यालले टिपेर लैजाने खाल्टो रहेछ खाल्टो खाल्टो रहेछ साथीहरू काफलले खोज्दै हिँडेको के काफल भेट्नु यस्तै जङ्गल खानुभन्दा गानो ठुलो भइहाल्यो के भन्नु छ ल भन्नु कफल खानुभन्दा गानो ठुलो हो क्या मान्छेभन्दा अगाडि जुत्ता पुग्छ यो सल्लाह चिप्लेर त्यो त रमाइलो रहेछ त्यता त दाम पिकनिक खानु त यता हुनेछ त यार यसरी हान्नु न ल साथी आमा कतिवटा हो ल यो त हरियो रहेछ यो त धेरै अमिलो हुन्छ यो त अमिलो हुन्छ यो त रातो रहेछ त्यही यो हरियो त के हामी ल साथीहरू हामी चाहिँ यहाँ कपाल आमामा कति झऱ्यो यहाँ रातो यहाँ हेर नि साथीहरू त्यही हो अब अरू झार्छन् म चाहिँ टिप्दै खान्छु हरियो मात्रै झऱ्यो केटाहरू हान्दैछन् ल हान म यहीँबाट यस्तो भिडियो गरिदिइरहेको छु
अब यति भयो भने खानु पर्यो होइन आयो मिठो रहेछ तर मिठो छ मिठो नभए पनि मिठो छ भन्नु त पर्यो नि आमामा उसले पो टिपेछ कस्तो हुन्छ सबै नै कहाँ सबै मिठो पारेको त एक पिस हजुर हाम्रो नि यति त हुन्थ्यो नि नखाइ राखेको बिचरा हेर मासला आफ्नै मात्रै देखाउँछ सबले लात्ती खाला ल कस्तो लाग्यो काफल मिठो भन्नै नपर्ने काफल त बोल्ने कुनै शब्दै छैन यत्रो मेहनत गरेको सबै सब्सक्राइबरहरूको लागि यो चाहिँ अब उसले चाहिँ रातो पाइन्छ रातो नि छ, हरियो नि छ होइन? हरियो चाहिँ धेर चाहियो पायो भने मलाई सम्पर्क गर्नु होला म नजिकै छु बोटै यही हो हाम्रो घरै यही हो यता जाने के घर चाहिँ कहाँ देख्नुभयो तपाईँले यहाँ घर अलिअलि काफल झारेर खाइयो 3-4वटा रातो रातो खाइहाल्यो 3-4 वटा रे आधी मानु खायो मैले त त्यो हामीले अघि फोटो खिचेको ठाउँतिर त्यहाँ बरु त्यतातिर बरु जङ्गलमा जाने थियो होला जाउँ न त के छ त नि रात परे छैन त तर पानी चाहिँ परेन है पर्न चाहिँ पानी पऱ्यो त बिजोकै हुन्छ र साथीहरू सिएल है अब खाजा साजा खानु लाग्यो हामी चाहिँ टक्क लगाएर सो अब खाजा खान्छौँ अनि एकछिनमा फेरि भेट्छौँ हामी यहाँ छ खाना जन्मेको हो खाना त खायो तातो त रहेछ त साथीहरू अब चाहिँ सिएल छवटै अन्डा नि विशालै खाने यसरी क्या यस्तो टक्क अदरहरू सुन्दै होइन हो त्यो फेरि हो यो चाहिँ मुखबाङ भिडियो है मुखबाङ हो कि के हो म त हान्ने कुरा चाहिँ हानिहाल्नुपर्छ अचारसँग खाएर साथीहरू वान्सु दाइ अर्को हाल्नेपछि भन्छ सिम्ती हाउसमा साथीहरू खाए ल म चाहिँ एकछिन हेर्छु ल खाए ल हुनु न हेर्छु ल भन्नु साथीहरू एकछिन अचार चोर्नु परेन अचार कहाँ पुग्यो त नि खोइ छिर न त साथीहरू खाजासाजा खाइयो अब फेरि हामी घरतिर चल्दिन जे कुरा नि फेरि अनप्लान हुन्छ हाम्रो जाने काहीँ टुङ्गो चाहिँ हुन्न So guys, if you like the video, then do subscribe, like, share. Till then, फेरि next video मा आउने नै छु. Keep loving, keep watching. So bye bye.